आजको यस भिडियोमा म तपाईहरु सम्पूर्णलाई बताउँछु कि फाउन्डेसन इंग्लिश टेस्टको एक्जाम फर्म कसरी भर्ने अथवा एक्जाम रजिस्ट्रेसन कसरी गर्ने र कसरी एक्जाम दिन सकिन्छ र के गल्तीहरु गरियो भने चाहिँ एक्जामबाट बाहिर निस्किनुसम्म पर्छ र साथै के गल्तीहरु गर्न हुँदैन र स्टेप बाइ स्टेप तपाईहरुलाई म कम्प्लिट प्रोसेस देखाउनेछु। साथै तपाईले फोनबाट तथा तपाईको कुनै पनि ग्याजेटबाट तपाईले घरमै बसी पनि आफ्नो एक्जाम फर्म यो भिडियो हेरिसकेपछि गर्न सक्नुहुन्छ। सो बाइ स्टेप हेर्नु होला। फर्स्ट अफ अल बुझौं फाउन्डेसन इंग्लिश टेस्ट कसले गर्छ। फाउन्डेसन इंग्लिश टेस्ट ब्रिटिश काउन्सिलले गर्छ। हजुरलाई पनि अवगतै छ हो। ब्रिटिश काउन्सिलको हामीले वेबसाइटमा गइसकेपछि चाहिँ फर्म पाउँछौं। त्यो भन्दा सुरुमा बुझौं कि अहिलेलाई अवेलेबल डेट कहिले छ हो। 18 फेब्रुअरी देखि 31 मार्चसम्मको अहिले डेट अवेलेबल छ। यो डेटहरु चाहिँ तपाईले यतिमै मात्र हुन्छ भनेर भन्न पनि सकिदैन र यो भन्दा पछाडी हुन्छ हुँदैन भन्न पनि सकिदैन। सो दैट तपाईहरु यदि एफईटी को तयारी गर्दै हुन्छ फाउन्डेसन इंग्लिश टेस्ट दिने तयारी गर्दै हुन्छ भने चाहिँ तपाईले यो डेट बुक गरेर दिएको राम्रो। बिसाइड दैट यो भन्दा पछाडी खुल्दैन त हुँदैन त। बट यसमा के छ भने यो खुल्न पनि सक्छ डिमान्ड भयो भने हो। मन्थली वाइज खोल्ने प्लानिङमा चाहिँ होइसिन्छ भनेर स्रोतका अनुसार पत्ता लागेको छ या मैले फोन गर्दाखेरि चाहिँ त्यो कम्युनिकेसन भएको छ। बिसाइड दैट भोलि फेरि खुलेन भने त यो कुरा कसैले पनि ग्यारेन्टी लिन सक्दैन भनेर पनि यो कुरा आएको हुँदा तपाई पनि यदि यो डेट भित्र दिन सक्नुहुन्छ दिनु होला, नभए आत्तिरहनु पर्दैन पछि पनि खुल्न सक्छ यदि डिमान्ड भयो भने। र यो अघि पनि मैले भनिसके यो एक्जाम कसले लिन्छ ब्रिटिश काउन्सिलले लिने एक्जाम हो। अब तपाईले तपाईको एक्जाम सबै थोक भइसक्यो, तपाईको कन्फर्मेसन आइसक्यो, तपाईको केही डिटेल बिग्रियो भने अब तपाईले चेन्ज गर्न पाउनुहुन्न। र नेक्स्ट इज तपाईको एक्जाम भनेको चाहिँ बिहान 8 बजे देखि बेलुका 4 बजे भित्रको हुन्छ। अब आमा म यत्रो हुन्छ बिहान 8 बजे देखि 4 बजे होइन, यो भित्रको एक्जाम चाहिँ हुन्छ, यो भित्रको समयमा हुन्छ। जुनसुकै समयमा नि तपाईको पर्न सक्छ। 8 बजे देखि पछाडी र 4 बजे भन्दा अगाडि जुनसुकै टाइम अभाइबिलिटी भित्र तपाईको सिट पर्न सक्छ या तपाईको पालो आउन सक्छ। तपाईको मात्र एक्जाम हुने भनेको 80 to 90 मिनेटको हुन्छ। मोर देन 80 मिनेट जाँदैन बट मोर एन्ड लेस 80 to 90 मिनेटको हुन्छ। ओके नेक्स्ट इज के रिक्वायरमेन्ट हुन्छ त। सर आईडी चाहिन्छ, सर पासपोर्ट चाहिन्छ, सर सिटिजनशिप भए हुन्छ, के चाहिन्छ सर डेट बुक गर्नलाई भनिराख्नु भएको हुन्छ। तपाईसँग यदि पासपोर्ट छ पासपोर्टले पनि भयो। तपाईको चाहियो चाहिँ के भने भ्यालिड गभर्नमेन्ट आईडी चाहियो अथवा भ्यालिड गभर्नमेन्ट इस्यु कार्ड चाहियो। नेशनल आईडी भए पनि हुन्छ, पासपोर्ट भए पनि हुन्छ, सिटिजनशिप भए पनि हुन्छ। तपाईले जेसुकैबाट पनि रजिस्ट्रेसन गर्न सक्नुहुन्छ। रजिस्ट्रेसन डेट अब अस्ति नै एकजना स्टुडेन्टको के भने उसको नाम रहेछ रामबहादुर श्रेष्ठ, उसले राम श्रेष्ठ मात्र लेख्छ, अब बहादुर छुटो। तर अब उसको भ्यालिड गभर्नमेन्ट कार्डसँग त म्याच गरेन त। सो माइ डियर फ्रेन्ड तपाईले पनि यदि तपाईको एक्जाम फर्म भर्दै हुनुहुन्छ भने तपाईको नागरिकतामा, तपाईको पासपोर्टमा, तपाईको नेशनल आईडी कार्डमा भएको नामहरु र भएको इन्फर्मेसनहरु तपाईले हाल्नु पर्ने हुन्छ अथवा हामी एक्जामबाट बाहिर निस्किनु पर्ने हुन्छ अथवा तपाईको एक्जाम रद्द हुन सक्छ। सो माइ डियर फ्रेन्ड तपाईले पुट गर्ने हरेक डाटा चाहिँ तपाईको सिटिजनशिपसँग तपाईको नेशनल आईडी कार्डसँग मिल्नु जरुरी हुन्छ। नेक्स्ट एक्जाम फी कति लाग्छ, एक्जाम दिन कति पैसा तिर्नुपर्छ। हामीले एक्जाम फी 5000 रुपैयाँ तिर्नुपर्छ। यो बैंक अकाउन्टमा तपाईले बैंक गएर कुनै पनि नाभेल बैंकको ब्रान्चेसमा गएर तपाईले पेमेन्ट गरेर तर तपाईले रिसिप्टको तल चाहिँ तपाईले रेफरेन्समा रिमार्क्समा चाहिँ के लेख्नु पर्ने हुन्छ भने तपाईको पासपोर्ट नम्बर या तपाईको नाम कुनै एउटा रेफरेन्स लेख्नु भने मोर इजी हुन्छ। अथवा तपाईले मोबाइल बैंकिङ थ्रु, मोबाइल बैंक थ्रु कुनै पनि वालेट थ्रु पनि गर्न सक्नुहुन्छ जहाँ चाहिँ तपाईले रिमार्क्समा चाहिँ आफ्नो नाम अथवा तपाईको कुनै पनि तपाईले सिटिजनशिप हाल्नुहुन्छ, सिटिजनशिप नम्बर, पासपोर्ट नम्बर कुनै पनि त्यो कुराहरु हाल्न सक्नुहुन्छ र हाल्नु पनि पर्छ। र तपाईले यो गरिसकेपछि तपाईले ब्रिटिश काउन्सिलको खातामा जान्छ र त्यसलाई मेल गर्नुपर्ने हुन्छ। अब तपाईले त्यसलाई त्यो जुन पेमेन्ट गर्नुभएको छ यदि तपाईले डिजिटल गर्नुभएको छ भने तपाईले त्यसलाई स्क्रिनशट लिनु पर्यो, फिजिकल गर्नुभएको छ भने त्यसको स्क्यान गर्नु पर्यो र त्यो स्क्यान गरेर चाहिँ यो yafetnepal@britishcouncil.org मा चाहिँ मेल सेन्ड गर्नुपर्छ अलोङ विथ योर पासपोर्ट अर अलोङ विथ योर सिटिजनशिप तपाईसँग जे अवेलेबल छ या जे थ्रु तपाईले चाहिँ बुक गर्नुभएको छ। र तपाईले पेमेन्ट पठाएर सबै थोक गरिसक्नु भयो। अब तपाईले मेल पठाउनु भयो भनेपछि तपाईको विदिन 4 बिजनेस डेमा चाहिँ तपाईको कन्फर्मेसन आउँछ कि तपाईको कहिले डेट भयो, के भयो या तपाईको पेमेन्ट रिसिभ भयो भएन भनेर। अब कतिजना स्टुडेन्टले भन्नुहुन्छ सर मैले पेमेन्ट गरिसकेको थिएँ तर मेरो त केही आएको छैन, कहिले हो पेमेन्ट रिसिभ भनेर चाहिँ आयो तर त्यो बाहेक त केही पनि आएको छैन, ला सर के गर्ने होला, अब एक्जाम जहिले पनि हुन सक्छ भन्नुहुन्छ। तपाईको एक्जाम हुनुभन्दा विदिन 3 डेज अथवा तपाईको बिफोर 3 डेज चाहिँ के हुन्छ तपाईलाई कन्फर्मेसन आउँछ। ल मान्नु तपाईको पर्सि एक्जाम छ भने आज तपाईलाई के आउने भयो मेल आउने भयो। त्यो भन्दा ढिलो भयो कहिलेकाहीँ त्यतिखेरसम्म पनि आएन भने चाहिँ हामीले एकचोटी फोन गरेर बुझ्न सक्छौँ। र यो केसमा के हुँदैन भने तपाईले पर्टिकुलर डेट भनेर छान्न पाउनुहुन्न। तपाईले सट्टा जाने, डेट बुक गर्ने र तपाईले पेमेन्टहरु गर्ने सबै गरिसकेपछि चाहिँ
विदिन ब्रिटिस काउन्सिलबाट सिट प्लानिङ गर्दाखेरि तपाईँको कुन अभाइलेबल डेटमा पर्छ भनेर चाहिँ तपाईँलाई मेल थ्रु नै आउँछ सो द्याट तपाईँले बुक गर्नुभएको छ र तपाईँ आत्तिरहनु भएको छ कि ओहो के हुने हो आएको छैन भन्नुहुन्छ नआत्तिनु होला तपाईँको त्यो आउँछ जसरी बिहान तपाईँको मेलमा आउँछ तपाईँ मेलमा अलर्ट रहनु होला या तपाईँको मेसेजमा अलर्ट रहनु होला दुईटैमा यो आउँछ र इम्पोर्टेन्ट नोटिस है यो कुरा चाहिँ तपाईँले बिर्सिनु भएन ब्रिटिस काउन्सिलमा जहिले पनि इक्जाम बुक गर्दाखेरि फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा हुन्छ मतलब यो भनेको के हो त तपाईँले सुरुमा डेट बुक गर्नुभयो तपाईँले पाउनुभयो तपाईँले सुरुमा फर्म भर्नुभयो तपाईँले पाउनुभयो जो पछाडि आयो त्यो पछाडि हुन्छ कहिलेकाहीँ चाहिँ हामीले डेट बुक गरेको अर्को महिनालाई पनि सकिन्छ किन भन्दाखेरि फर्स्ट सर्भ फर बेसिस भनेको सुरुमा आउनेले सिट प्याक बुक अब पछाडि आउनु त अर्को मन्थमा पर्छ त्यसरी हुन्छ ओके यति भन्दै अब हामी रजिस्ट्रेसन फर्म चाहिँ र यो रजिस्ट्रेसन फर्म म तपाईँहरूलाई डिस्क्रिप्सनमा दिन्छु र के भनेर मेल गर्ने भनेर त्यो मेलको स्याम्पल पनि तपाईँलाई म डिस्क्रिप्सनमा प्रोभाइड गरेको हुन्छु यसको लिङ्क र मेलको स्याम्पल डिस्क्रिप्सनमा तपाईँले पाउन सक्नुहुन्छ डिस्क्रिप्सनमा गएर हेर्नु होला अब यो रहेको छ हो तपाईँले यसमा सिम्पली हेर्नुभयो भने सर जानु भने फर्स्टमा तपाईँको नाम यहाँ इन्टर गर्नुपर्ने हुन्छ फर्स्ट नेम तपाईँको फर्स्ट नेम यहाँ हाल्नु पर्यो मिडल नेम तपाईँको यदि मिडल नेम छ भने कुनै बहादुर कुनै राख्नुपर्छ मिडल नेम छ भने छैन भने लास्ट नेम हो र तपाईँको पर्मानेन्ट एड्रेस जस्तै हामी कामको सिलसिलामा स्टडीको सिलसिलामा विभिन्न आउट अफ आफ्नो भिलेज गइरहेका हुन्छौँ कुनै सिटीमा भइरहेको हुन्छ तपाईँको एक्ज्याक्ट कहाँ बर्थ प्लेस हो त्यो तपाईँको पर्मानेन्ट एड्रेस चाहिँ लेख्न पर्यो र अहिले करेन्ट एड्रेस भनेको कहाँ बसिरहनु भएको छ अहिले तपाईँको कहाँ छ त भन्ने पनि कुरा तपाईँले लेख्नुपर्ने हुन्छ र तपाईँले यहाँनिर सिटी पनि मेन्सन गर्नुपर्ने हुन्छ सिटी मेन्सन गरेपछि तपाईँले डेट अफ बर्थ गर्नु पर्यो र तपाईँको जेन्डर के हो त जेन्डर मेल अथवा फिमेल के हो त्यो पनि लेख्नु पर्यो र अर्को इम्पोर्टेन्ट कुरा भनेको भ्यालिड इमेल एड्रेस कुनै बेला स्टुडेन्ट्सहरूले चाहिँ भ्यालिड इमेल एड्रेस चाहिँ हालिदिनु इमेल गलत हुन्छ पछि रिजल्ट पनि त्यही इमेलमा आएको हुनाले दुःख पाउनु पर्न सक्छ सो माई डियर फ्रेन्ड्स तपाईँले मेल हाल्दै गर्दा एकचोटि चेक गर्नु होला डबल चेक गर्नु होला र मेल कतै तपाईँले भोलि रिकभर पासपोर्ट बिर्सिँदा कहिलेकाहीँ रिकभर गर्न नसकिने खाले त छैन त्यो पनि विचार गर्नु होला है त त्यो भइसकेपछि हामीले अर्को के गर्नु पर्यो हाम्रो भ्यालिड मोबाइल नम्बर पनि राख्नु पर्यो मोबाइल नम्बर पनि हामीले प्रोभाइड गर्नु पर्यो र अब अघि मैले भने हामीसँग पासपोर्ट भयो भने डेट बुक गर्न सकिन्छ नेसनल आइडी भयो भने डेट बुक गर्न सकिन्छ सिटिजनसिप भयो भने अब तपाईँले कुन डकुमेन्ट चाहिँ थ्रु चाहिँ बुक गरेर राख्नु भएको त्यो डकुमेन्टमा सिलेक्ट गर्ने र तपाईँले आइडी नम्बर चाहिँ हाल्ने यहाँ आइडी नम्बर हालिसकेपछि तपाईँ नेक्स्टमा जानुहुन्छ र तपाईँको बुक हुन्छ र यो पछि तपाईँले पेमेन्ट गरेर चाहिँ त्यो पेमेन्टको स्लिप र तपाईँले तपाईँको त्यो स्टेटमेन्ट अथवा तपाईँको त्यो रिसिप्ट चाहिँ मेल थ्रु तपाईँले ब्रिटिस काउन्सिलको मेलमा सेन्ड गर्नुपर्ने आई होप तपाईँले डेट बुक कसरी गरिन्छ एफइटीको भन्ने कुरा बुझ्नुभयो होला थ्याङ्क यू सो मच फर वाचिङ अझै पनि तपाईँलाई केही कन्फ्युजन छ तपाईँको केही क्वेरी छ केही बुझिरहनु भएको छैन अझै तपाईँभित्र केही सोध्न मन छ भने तपाईँले कमेन्ट डाउन गर्न सक्नुहुन्छ तपाईँलाई लागेको क्वेरिज क्वेसन्स केही कन्फ्युजन छ भने यु इन नेक्स्ट भिडियो Thank you so much.